खुर्सानीको सिजन सकिएर हो या गर्मी एकदमै बढेर हो अहिले चाहिँ खुर्सानीहरू पहिलेको भन्दा धेरै सानो साइजको फल्न थालेको छ। अब यो कहिलेकाहीँ टिपिहाल्न पनि अल्छी लाग्ने नै खालको छ सानो खालको खुर्सानी चाहिँ। अनि यो ठुलो खुर्सानी पनि अलिकति बिग्रे जस्तो, राम्ररी नपाके जस्तो, तल चाहिँ चाउरी पर्ने त्यस्तो खालको छ। मैले यो अड बन्च टाइपको यो खुर्सानीहरू अलिकति टिपेर यसलाई चाहिँ भिनेगरमा राखेर स्टोर गर्नको लागि अलिकति टिपेँ। अनि त्यसपछि पखालेर अब पानी तरिसकेपछि अब यो खुर्सानीहरू राख्नको लागि रेडी छ। अब यो खुर्सानीहरू कुनै एकदमै सानो अकबरे, सानो खालको ढिँडी अनि ठुलो खालको त्यो आदि बिग्रेकोहरूलाई पनि काटेर फालेर मैले राम्रो राम्रो यहाँ राखेको छु। अनि यो तयार गरिएको खुर्सानी राख्नको लागि चाहिँ मैले यो सानो एउटा सिसी पनि रेडी गरेर राखेको छु। त्यस्तै त्यसमा हाल्नको लागि यो भिनेगर भयो। अनि त्यसलाई पनि मैले पहिले पनि युज गरेको थिएँ, अहिले पनि अब यो हाल्न आँटेको छु। अब सबै खुर्सानीहरूलाई यो सानो सिसीमा राखिसकेपछि चाहिँ मैले जम्मा यति भयो, यसमा ठिक्क हुन्छ होला भनेर मैले अड्कल गरेको थिएँ, त्यही अनुसारले ठिक्क आँट्यो पनि। अनि अब यसलाई चाहिँ यसबाट माथिबाट अब म अलिकति भिनेगर हाल्नेवाला छु। युजुअली चाहिँ म भिनेगर राख्दाखेरि चाहिँ सिसीको घाँटी घाँटी आउने गरी राख्यो भने चाहिँ ठिकै हुन्छ। सुक्दै गएपछि फेरि थप्दै जान पनि मिल्छ। मिल्न चाहिँ अहिले पनि मैले त्यति नै राखेँ। भिनेगर राखिसकेपछि म अलिकति नुन पनि हाल्नेवाला छु। अब यसमा चाहिँ खुर्सानी त पिरो भइहाल्ने भयो, नुन, अनि त्यसपछि भिनेगर अलिअलि अमिलो पनि हुन्छ। त्यो भइसकेपछि यो खुर्सानी अचार जस्तै गरेर खान पनि एकदमै स्वादिष्ट हुन्छ। अब यो चाहिँ अलिकति गल्न थालेपछि खान थाल्दा हुन्छ र निकै पछिसम्म पनि यसलाई राखेर खान चाहिँ मिल्छ।